यो हो हजुरबा चोक, जहाँ दिनहुँ हजुरबाहरूको ढाका टोपी एक दिन बुढो हुन्छ, हजुरबाहरू जस्तै। यही चोकमा बसेर चाउरिएका गालाहरूले चिल्ला छाला सम्झन्छन्, नयाँ चालामाला देखेर आफ्नै पाला सम्झन्छन्। बाहरू आफूले नहिँडेको तीर्थ यही चोक हुँदै पुग्छन्। पुरा गर्न नसकेका बाचा यही चोकमा पुग्छन्। गरेका गल्तीहरूको भार आफैले जोग्छन्, भन्नलाई त गल्ती नगरेको गफ ठोक्छन्, तर गुनासोको भारी मनमा चुपचाप बोक्छन्। एकैछिनमा हजुरबाले बिर्सी पनि त जान्छन् आफू बुढो छु भनेर। र त हजुरआमाले सम्झाइरहनुपर्छ हजुरबालाई औषधि खाने समय र घर फर्कने बाटो। हजुरबालाई हिजो आज उमेर बाहेक सब थोक सम्झन मन छ।